सबैलाई मेरो नमस्कार, वेलकम टु जिडिए एडु वर्ल्ड। आज हामी सिक्नेछौँ टिचर फर्म कसरी भर्ने भनेर। यदि तपाईँ होम ट्युसन पढाउन चाहनुहुन्छ या स्कुलमा कुनै टिचिङ गर्न चाहनुहुन्छ भने हाम्रो वेबसाइटमा टिचर फर्म कसरी भर्ने आज हामी तपाईँलाई सिकाउनेछौँ। त्यसको लागि सर्वप्रथम तपाईँले आफ्नो गुगल क्रोम खोल्नु पर्यो है। यो चाहिँ गुगल क्रोम हो होइन। त्यसमा तपाईँले आफ्नो वेबसाइट हाम्रो वेबसाइट हाल्नु पर्यो GDAEDUWORLD.com ओके। GDAEDUWORLD.com भन्ने हाम्रो वेबसाइटमा तपाईँले क्लिक गर्नु पर्यो, सर्च गर्नु पर्यो। सर्च गरेपछि तपाईँको यस्तो इन्टरफेस आउँछ होइन। तपाईँले तल हेर्न सक्नुहुन्छ रेजिस्टर्ड एज टिचर भनेर, ठिक छ। तपाईँले टिचरमा क्लिक गर्नुहोस्। टिचरमा क्लिक गर्ने बित्तिकै तपाईँको एउटा फर्म खुल्छ है। जस्तै मेरो यहाँ खुलाएको छ फुल नेम, जस्तै मेरो नाम चाहिँ मैले अमित शाह हो लेखिदिएको छु है। त्यसै गरी मोबाइल नम्बर हाल्नुपर्छ। जस्तै मेरो मोबाइल नम्बर चाहिँ 9829326911 छ, त्यो हालिदिएँ मैले। त्यसै गरी इमेल एड्रेस चाहिन्छ। मेरो इमेल एड्रेस gdaeduworld@gmail.com छ। यदि तपाईँको इमेल छैन भने नामसँगै @gmail.com हालिदिनु। जस्तै मेरो नाम अमित शाह छ नि होइन, amit@gmail.com यसरी गरेर हाल्नु होला, किनकि त्यहाँ कम्पलसरी छ, हाल्नै पर्ने हुन्छ। त्यसै गरी तपाईँले होइन यो एड्रेस हाल्दाखेरि सबभन्दा पहिले तपाईँ आफ्नो टोलको नाम राख्न सक्नुहुन्छ, या त तपाईँको छेउछाउमा फेमस एरिया कुन छ। जस्तै हाम्रोमा रानी भन्ने चाहिँ एकदम फेमस छ है, रानी हाले। त्यसको साथसाथै तपाईँले बस्ने वार्ड नम्बर चाहिँ कति हो, हाम्रो चाहिँ विराटनगर 15 हो, हामीले त्यो हाले है, ठिक छ। त्यसपछि तपाईँको क्वालिफिकेसन भन्नाले तपाईँले पढाइ चाहिँ कतिसम्म गर्नुभएको छ। कसैले मानौँ 12 साइन्स लिएर गर्नुभएको छ भने उहाँले +2 साइन्स लेखिदिनु पर्यो। कसैले कमर्स लिएर गर्नुभएको छ भने कमर्स लेखिदिनु होला, या त कसैले बिबिएस गर्नुभएको छ भने बिबिएस लेख्नु। कसैले बिबिए गर्नुभएको छ भने बिबिए लेख्नु। कसैले बिबिएम गर्नुभएको छ भने बिबिएम लेख्नु होला है। सबै क्यापिटल लेटरमा लेख्दा झनै राम्रो देखिन्छ है। त्यसपछि तपाईँको टिचिङ सब्जेक्ट हुन्छ नि, कतिले साइन्स पढाउन सक्छ, कतिले कमर्स पढाउँछ होइन, कतिले म्याथ ओपिटी हुन्छ, आफ्नो आफ्नो सब्जेक्ट हुन्छ। तपाईँले यदि सब सब्जेक्ट पढाउन सक्नुहुन्छ भने अल लेख्नुहोस्, या त जुन जुन सब्जेक्ट पढाउन सक्नुहुन्छ त्यसको नाम चाहिँ लेखिदिनु होला। त्यसै गरी एक्सपिरियन्स, तपाईँले होम ट्युसन पढाउनु भएको, स्कुलमा पढाउनु भएको कति वर्ष भइसक्यो, कति वर्षदेखि पढाउँदै हुनुहुन्छ त्यो चाहिँ यहाँ लेख्नु होला। जस्तै मैले चाहिँ लगभग 4 इयर प्लसको टिचिङ एक्सपिरियन्स छ, मैले स्कुल्सहरूमा पढाएको छु, ट्युसन्सहरू पनि पढाएको छु। त्यसै गरी तपाईँले यहाँ फोटो हेर्दै हुनुहुन्छ नि, त्यहाँ चुज फाइल लेखिरहेछ नि, यसमा त्यस्तो फोटो हाल्नु जसमा तपाईँको फेस क्लियरली देखोस्, एकदम नजिकबाट देखियोस्। जस्तै मेरो यो भिडियोमा फोटो हेर्दै हुनुहुन्छ नि, भिडियो ठ्याक्कै त्यस्तै टाइपको फोटो चाहिँ हाल्नु पर्यो, जसमा फेस चाहिँ जुम भएर देखियोस्। अब म एउटा फोटो सेलेक्ट गर्छु यहाँ है। चुज फाइलमा क्लिक गर्नु। चुज फाइलमा क्लिक गर्ने बित्तिकै यस्तो अप्सन खुल्छ। यो अप्सन खुलिसकेपछि यहाँ हेर्नुहोस्, यो फोटो छ होइन, जसमा मेरो फेस देखिरहेको छ, त्यस्तो त ह्यान्डसम नै देखिरहेछ है जस्ट किडिङ। र मैले चाहिँ आफ्नो फोटो सेलेक्ट गरेँ र त्यसपछि तपाईँले रेजिस्टर्ड एज अ टिचरमा क्लिक गरिदिनुहोस्। क्लिक गर्ने बित्तिकै तपाईँको एउटा मेसेज आउँछ, थ्याङ्क यू फर रेजिस्ट्रेसन। तपाईँको यो मेसेज आउने बित्तिकै तपाईँ ढुक्क भइहाल्नुहोस् कि तपाईँको डिटेल हामीनिर आइसकेको छ। हामी चेक गर्छु, एप्रुभ गर्छु। एप्रुभ गर्ने बित्तिकै तपाईँको यो जुन प्रोफाइल छ त्यो चाहिँ के हुन्छ, हाम्रो वेबसाइटमा रेजिस्टर्ड हुन्छ र कुनै पनि स्टुडेन्टले कहीँबाट पनि तपाईँलाई हायर गर्न सक्छ, तपाईँसँग इन्टरेक्ट गर्न सक्छ। अरू केही क्वेसन छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ 9829326911 मा, या त वाट्सएपमा मलाई मेसेज गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद। वेलकम टु जिडिए एडु वर्ल्ड।